back to my YouTube channel. I hope आजको डे हजुरहरुको एकदम राम्रो बितोस् भनेर and I'm today आज चाहिँ म के भन्नु चाहन्छु भन्दा I'm so happy, I'm so excited किन भन्दाखेरि चाहिँ आज चाहिँ नि आज के हुँदैछ भन्दाखेरि चाहिँ आज चाहिँ after 3.5 years मेरो बहिनी माइली बहिनी चाहिँ घर आउँदैछ so I'm so happy and उसको वेलकम को लागि चाहिँ हामीले अलिकति डेकोरेशन्सहरु गरेको छु म तपाईहरुलाई देखाउँछु ल मेरो बहिनी आउँदैछ त्यही कारणले वेलकम भनेर चाहिँ मैले खासमा वेलकम होम भनेर मगाएको थिए तर वेलकम ब्याक भनेर आयो ब्याक त किन होमै छैन अन्त सो यसरी चाहिँ हामीले डेकोरेशन गरेको छौं यहाँनिर चाहिँ एन्ड हजुरहरु देख्न सक्नुहुन्छ आप लोग देख सकते इतना सारा गिफ्ट आज मेरा बहन आ रही है सो मेरा बहन का वेलकम के लिए हम लोग ने ऐसा सेटअप किया है हमने इसमें लाइट भी ऑन किया हुआ है वेलकम मेरा बहन ऊपर में है मतलब लाइक उनका फोटो सो आई एम सो एक्साइटेड टुडे कि आज हम बहन को मिलेंगे आफ्टर 3.5 years सो कस्तो हुन्छ के होला ए म आमाहरुको उयो चाहिँ सोधिदिदिँ होला हौ यहाँनिर मम्मी छ कि ओ मम्मी 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 आज माइली छोरी आउँदैछ कस्तो लाग्दैछ त हौ अन्त आमा एकदम खुसी नै खुसी छु खुसी नै खुसी अनि आज माइलीको लागि स्पेशल के बनाउनु हुने हौ स्पेशल अब उसको स्पेशल गुंगुर फ्राई दाल सलाद उसको त त्यही हो बेस्ट ए घरको खाना नखाएको धेरै दिन भयो 3 साल भन्दा बेसी भयो मिठो बनाइदिनु मम्मी भनेर भनेछ अब बनाइदिने छु मोमो बनाइदिएको छु सुँगुरको मोमो अब कुन त कतिखेर आइपुग्ने हो अहिले अब आइपुग्छ कतिको खुसी हुनुहुन्छ हौ तपाई कतिको खै हेर्दिउँ सिलगढीमा उसको पप्पा छ उसको पप्पालाई पनि सुँगुरको मासु अरे सुँगुरको मासु मोमो बनाइराखेको छु अब यिनीहरू जानु आँटेको छ सिलगढी अनि आउँछ मेरो छोरीलाई लिएर आएर चाहिँ खान्छ खाएर बादमा फेरि हेर्नु सक्नुहुन्छ तपाईले भिडियो पाउनुहुन्छ ओके ल सो हामी चाहिँ धेरै धेरै एक्साइटेड छौं एन्ड वी आर वेटिङ अब हामी चाहिँ एकछिनमा जान्छौं अनि त्यहाँदेखि 11 बजेतिर आइपुग्छ एयरपोर्टमा सो हामी एयरपोर्टमा ल्याउनु जाँदैछौं हो मेरो यहाँ चाहिँ पिम्पल निक्लेर कस्तो दुखिरहेछ नि हो तर आइ एम सो ह्याप्पी सो नाउ अब चाहिँ म चाहिँ रेडी भइसकेको छु प्लस मेरो बहिनी पनि अनि हामी चाहिँ अब जाने हो हाम्रो माइलीलाई लिएर ल्याउनुको लागि तर आज चाहिँ के भयो भन्दा उसको अलिकति फ्लाइट डिले भएछ सो उ चाहिँ कति बेला आइपुग्छ भन्दाखेरि 2 बजे तर हामी चाहिँ आज 9 बजे जाँदैछौँ सो द्याट अब यता मेरो के भन्छ मदर इन ललाई पनि हेर्नु जानुपर्छ भनेर नि सो हामीले चाहिँ यसरी डिसाइड गर्यौं अनि त्यहाँदेखि चाहिँ यस वी आर भेरी एक्साइटेड मेरो बहिनी अगाडि पुगिसकेछ अनि मेरो मम्मा इज गेटिङ रेडी टु ब्रिङ अ ब्युटिफुल रेड वेलवेट केक जो मेरा बहन का फेवरेट है सो दिस इज माई लुक एन्ड के हुन्छ कसो हुन्छ हेर्दै गर्नुहोस् ल साथी हो बाइ चाहिँ गाडीमा चढेर पनि आधी बाटो आइसक्यौं अन्त यस हामी चाहिँ अन द वे छौं कान्छी चाहिँ यहाँ बसिरहेको छ नक्कली कान्छी हामी चाहिँ आइपुगेको छौं बागडोग्रा एयरपोर्ट कहाँनिर हामी चाहिँ अब वेटिङ गर्नुपर्ने हुन्छ वेटिङ गरेर अनि त्यहाँदेखि जानुपर्छ 2 बजे ल्यान्ड हो हामी चाहिँ यहाँ वेट गर्दै हाम्रो कान्छी यहाँ चाहिँ मुख ढाक्दै अन्ना धर्नाको जान जाऊ उताबाट जाता त उयाबाट जान उयाबाट जान बिस्तारै बिस्तारै मिरा यहाँ आयो हाम्रो चाहिँ अब मिरा आइपुगेछ उहाँ पर छिटो 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 कहाँ छ आइयो अन्त हाम्रो मिरा त भाग्यमानी आइज लु आइज नि ए मिरा आइपुग्यो भाइ भन्नु त आयो कम्ता पर्खेको मिरा त थाहा छ अनि अघिदेखि आएर म त हो आयो आइपुग्यो
आइपुगिस आयो हाम्रो त हाँस्केको नयाँ मोबाइल पुरानो यो फोटो खिचेको होइन त भइरहेछ अन्त हाम्रो यहाँनिर प्रिटिलेजी आइसकेछ हाम्रो अङ्कल लन्च खानु हुँदैछ माछासँग माम अनि यहाँ दुईजना डब्बाको अन्त मिरा टेस्ट यम्मी सुकु मिला भयो होला है अनि यो त त्यही हो ये चट कर दिया है भनिदिने हामी दुईजना मिलेर चाहिँ खाएको उसलाई चाहिँ ल अब हामी एकछिन सिटी सेन्टर जाने हो चाहिँ यहाँ घुमेर हाम्रो बहिनीले अब के चाहिँ किनेछ हाम्रो गिफ्ट हो अब घरमा अब हुन्छ हाम्रो गेम के यहाँनिर बहिनीहरू खेल्दैछ म त कतै रातो नरातो देख्दो रहेछु क्या हामी तिनजना दिदी बहिनी चाहिँ अब सिटी सेन्टरमा घुम्यौँ अब हामी चाहिँ लाग्ने हो घरपछि कसरी पर्छ हौ भगवान् यो त जानिनँ त म त ए होस् ल अब जान्दिनँ म वेलकम मिरा लिम्बू यो त जानिनँ मैले त वेलकम खै अब यसले कसरी गर्नु त्यहाँबाट यसो गरेर टप गर्छ नि हुँदैन है फुटेन त ल सबै उयो भयो क्या वेलकम मिरा वेलकम अब काटिङ गरिङ यहाँ उयो छ उयो ओके चलो वेलकम मिरा वेलकम फुक नगर्ने अङ्कलले त उता पनि भिडियो दियो तल पहिला खुवाइदिइहाल्छु हात पनि पोल्यो ल वेलकम हामी पनि खुवायो वा अङ्कलले पनि खुवाइदिए कस्तो मिठो रहेछ केक त दामी रहेछ अङ्कल ल अब अङ्कल वेलकम मिरा आई लभ यु सो मच राइट यो सब ए उयो पो थियो त हाम्रो सरप्राइज कस्तो लाग्यो दामी सोचेको थिएँ यस्तो गर्छस् होला भनेर प्रिपेयर गरेको हामीले हो बिजी रहेछ नि लु फेरि भन् त थ्याङ्क यू अब हेर्छु कस्तो हुन्छ भित्रबाट यहाँनिर होइन सबै मेरो गिफ्ट अन्त सरलाई थ्याङ्क यू भन्दिनस् सारू थ्याङ्क यू फर गिफ्ट यो सबै अब खोलेर हेर्छु ल ठिकै छ मन पर्यो है सरप्राइज मन पर्यो नि मेरो बहिनी कस्तो घटेर आइपुगेछ अब आमाले मजाले भनेर खेलाउँछ यहाँ आमाको अवस्था खुसीले माथिसकेछ हाम्रो आमा ओके सो यही थियो हाम्रो आजको भ्लग चाहिँ सो थ्याङ्क यू फर वाचिङ माई भिडियो अब हामी अलिकति चिटचाट गर्नेछौँ मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यो चाहिँ हामी कति 3 साल आदिदेखि चाहिँ लाइक मोर देन 3 इयर्स हामी चाहिँ भेट भएको थिएनौँ सो फाइनली आज चाहिँ भेट भयो अब खाँदै रहेछ उसले केक अन्त सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एन्ड बाई डोन्ट फर्गेट टु